हेलो गाइज वेलकम बैक टू माई यूट्यूब चैनल एंड वेलकम बैक टू न्यू ब्लग गाइज है। आई होप सबैजना सन्चै आरामै मस्त हुनुहुन्छ होला है। र हामी चाहिँ अहिले यहाँ छौँ है कुमारी पार्टी जावलाखेल सडक महोत्सव 2081 का चाहिँ यसमा के कुरा छ। यहाँ चाहिँ बाटो बन्द गरेछ गाइज। जावलाखेल उता हो, जावलाखेलदेखि यता लगनखेल आउने बाटो चाहिँ सबै ब्लक छ। यहाँ पार्किङको व्यवस्था राम्रो छ गाइज है। बाटो चाहिँ पुरै ब्लक छ है। बिचमा मात्र हाम्रो महोत्सव लागिरहेछ गाइस। बिचमा के रहेछ आज हेरौँ, रमाइलो कुरा के छ गाइस। हेरौँ त आज धेरै दिनपछि फेरि महोत्सवमा छिर्ने कुरा छ गाइस। यहाँ हेर्न सक्नुहुन्छ, यहाँ चाहिँ बवाल पक्कै पनि इमर्जेन्सी हेल्प डेस्क गरे। त्यही इमर्जेन्सीको लागि रहेछ। यहाँ सुमेरुको हस्पिटलको व्यवस्था पनि रहेछ गाइस। यहाँ चाहिँ पुरै अर्ग्यानिक हाम्रो गाँजाको झोला गाइस। गाँजाको डोरीबाट बनेको झोला अनि अर्ग्यानिक उत्पादनको मेला रहेछ जस्तो लागेको गाइस। ल यहाँ स्कुटीको पनि महोत्सव रहेछ आज है। ल महोत्सव चाहिँ बवाल पुरै बिच बाटोमा पिच गरेर अहिले चाहिँ नयाँ बनाएछ बाटो पनि गाइज। कलर सलर लगाएर यहाँ चाहिँ महोत्सव लागिरहेछ गाइज। यो चाहिँ कुमारी पार्टीमा छौँ गाइज अहिले हामी है। कुमारी पार्टी ललितपुरमा जावलाखेल र लगनखेलको बिचमा बाटो ब्लक गरेर पुरै यहाँ चाहिँ महोत्सव लागिरहेछ गाइज। यहाँ हाम्रो अर्ग्यानिक खानेकुराहरू के छ है, सबै कुराहरू। ल बिचमा चाहिँ अब सामान ओसार पसार गर्ने गाडीहरू चाहिँ हिँडिरहेछ है। अरू गाडी चाहिँ बन्द छ। यस्तो बाबा ल हेर्नु यहाँ, ओ माई गड खतरा। ल हेर्नु चरा चरङ्गी बनेर हिँडिरहेछ मान्छेहरू। यहाँ त हत्तेरीको साइलेर मेला आएछ गाइज है। गाडीहरूको मेला पनि छ गाइज है यहाँ। ल हेर्नु यो चाहिँ अब BYD डल्फिन गाडी गाइज बबाल यहाँ है। इभी हो क्या गाइज है। ल बबाल गाडीको यहाँ चाहिँ मेला लागिरहेछ गाइज है। ए गाडी पनि चिल्लो गाडी। यहाँ चाहिँ घोडामा आराज रिसाएर बसिरहेछ घोडा चाहिँ है। चिल्लो गाडी गाइज है। ल गाइज यस्तो बबाल गाडीहरू यो BYD चिल्लो गाडी। BYD बियोन्ड फ्लेम इट्स सेफ भनेछ गाइस। ल खतरा गाइस। यहाँ चाहिँ बवाल रहेछ है। अहिले चाहिँ घाम पनि हरायो गाइस है। शीतल शीतल हुन थाल्यो। एउटा चाहिँ हाम्रो के भन्छ यता हाम्रो लोकल अर्ग्यानिक दालहरू मसुरोहरू के छ है। ल टपरी मोमो मोमो गाइस। मोमो ए 12 ग्याङ रहेछ यहाँ। 12 मोमो के बन्दैछ गाइज है। यहाँ मेलाको अवस्था यस्तो छ है। हाम्रो हिरोको पनि रहेछ गाइज है। यता चाहिँ हाम्रो हिरोको अफरहरू रहेछ। ल गाइज हेर्नुहोस् स्कुटीहरू बाइकहरू यसरी खिलौना बेच्ने कार्यक्रम पनि हुँदैछ है। अनि अर्को कुरा हाम्रो यहाँ बेडसिटहरू कुसनहरू पर्दाहरू सब सेलमा आइरहेछ गाइज है। सस्तोमा गाइज सस्तोमा। अब यहाँ चाहिँ बाटोहरू कति बजीसम्म बन्द हुन्छ त्यो चाहिँ थाहा भएन गाइज है। रातिसम्म हुन्छ होला है लगभग, मलाई त्यस्तै लागिरहेछ गाइज है। अगाडि चाहिँ बवाल रहेछ भिड। अब हामी चाहिँ कहाँबाट जाने भन्ने कुरा गाइज है। मेन बाटो बन्द। ओहो लस्सी यहाँ के हो ए बच्चाहरू यहाँ चाहिँ खतरा। यो चाहिँ यहाँको व्यापारीहरूले ट्रिक लगाए जस्तो लागेको गाइज। अब व्यापार अहिले मन्दीको बेलामा अलि व्यापार कम छ गाइज। त्यही भएर मान्छे भित्र आउनलाई एकदम चहल पहल दिइरहेछन् गाइज यहाँ। खतरा खतरा बवाल गीतहरू बजिरहेछन्। यामाको पनि यहाँ प्रदर्शनमा रहेछ गाइज। यामाको पुरा नयाँ नयाँ मोडलको बाइकहरू छन् है। ल स्पेसल गिफ्ट ह्याम्पर र गाइज सस्तोमा कपडा बजार पनि लागिरहेछ सस्तोमा। यहाँ चाहिँ बवाल भइरहेछ गाइज। यहाँ चाहिँ मेन कपडाहरू गाडीहरू के छ पर्दाहरू खानेकुरा सबैको सेल रहेछ गाइज। यहाँ हेर्नु ल गाँजाको डोरीबाट बनेको यो चाहिँ उत्पादन हाम्रो नेपालको लोकल उत्पादन। अनि निःशुल्क स्वास्थ्य शिविर पनि रहेछ गाइज यतातिर। मुढाहरू पनि टक्क अर्ग्यानिक लोकल पाराले बनाएको मुढाहरू पनि बिक्रीमा छ गाइज है। मामाहरूको ड्युटी रहेछ यहाँ सशस्त्रको। ल सडक महोत्सव ओहो ल गाइस
छब्रीले कडा हान्दैछ स्टोन्स के हो भिजा लगाउने मेन पावर पनि आयो के हो के हो यहाँ जापान के लेखेको छ इन्स्टिट्युटको प्रमोसन पनि भइरहेछ जस्तो लाग्यो है म चाहिँ ल यहाँ चाहिँ खतरा भिड छ है वाह टपरी ल गाइज यहाँ चाहिँ सब स्टल लिएर मान्छेहरू चाहिँ व्यापार गर्दैछन् है हामी चाहिँ यसो रमाइलो लिँदैछौँ कन्सर्ट पनि छ जस्तो लाग्यो यता खानेकुरा चारैतिर खानेकुरा यहाँ चाहिँ मोमोको होलसेल हो के हो ल गाइज ओ माई गड वडा पाउ पुरी त खतरा फुलिएको छ राइट वडा पाउ रेड बुल असली नै रोजाउरे गाइज मिठो मिठो बास्ना आउनु लाग्यो गाइज है यहाँ चाहिँ पुरै सबै कुरा रहेछ गाइज है जो चाहिने कुरा सबै कुरा होलसेलमा उपलब्ध रहेछ गाइज है कुनै सामानको पनि कमी देखेन गाइज है बजारमा चाहिँ खानेकुरा होला लुगा लत्ता अनि के चाहिन्छ मान्छेलाई गाडी घोडादेखि सबै कुराहरू व्यवस्था छ है यहाँ चाहिँ ल पोर्क सेकुवा सेको सुक्खाको व्यवस्था पनि राम्रै रहेछ है यहाँ के हुँदैछ यहाँ चाहिँ गेम हुँदैछ क्या गेम हुँदैछ यहाँ र सस्तो लुगाहरू चाहिँ सेलमा छ गाइज है ज्याकेटहरू टी सर्टहरू के हो के गाइज बवाल छ है जेरी सेरी बन्दैछ खानेकुरा चाहिँ बवाल रहेछ महोत्सवमा पनि सिरियो गाइज सडक महोत्सव भन्ने पनि फर्स्ट टाइम एक्सपिरियन्स लिँदैछौँ गाइज हामी रोडमा चाहिँ महोत्सव लागेको अवस्था हामी चाहिँ घुम्दैछौँ कस्तो लाग्यो गाइज है रोडमा ए कन्सर्ट पनि रहेछ गाइज अगाडि चाहिँ स्टेज पनि बनाएको छ है स्टेज पनि हामी देखाउँछौँ है यहाँ चटपटे पानीपुरी ससेजहरू के हो किमा नुडल्स चिकन ड्रम स्टिक रे गाइज है बाटैमा होटेल छ बाटैमा सोरुम छ गाइज है बाटैमा फेन्सी पसल सबै कुराको व्यवस्था बाटोमा छ रोडमा कन्सर्टै रहेछ त ल गाइज दुईवटा स्टल चाहिँ खाली रहेछ है यहाँ चाहिँ पसल राख्ने महानुभावहरू आउन सक्नुहुन्छ यहाँ चाहिँ फोटोसुटहरू हुँदैछ ल हाम्रो नेपालीको चाहिँ टोलीहरू गइसक्नु भएछ है बजाएर खतरा रहेछ स्टेजको नजिक प्रोग्राम हेर्दैछौँ अहिले ल यहाँ चाहिँ खतरा स्टेज रहेछ गाइज निमित्त आयोजक मित्रहरूलाई मैले शुभकामना व्यक्त गर्न चाहे यो एउटा मेगा इभेन्ट हो सानोतिनो काम होइन साह्रै गाह्रो काम हो साथै यो एउटा टिम वर्क हो यसमा धेरै खलबुच्चा सङ्घ संस्था व्यक्तिहरूको संलग्नता छ तसर्थ म आशा गरौँ यो महोत्सव अति भव्यताका साथ समापन हुनेछ र अर्को वर्ष पनि गरौँ लाग्ने गरिकन यो कार्यक्रम सफलीभूत हुनेछ भनेर मैले चाहिँ शुभकामना व्यक्त गरेँ अब ललितपुर महानगरपालिका भन्नासाथ यो चाहिँ वर्ल्ड हेरिटेजमा दर्ज भएको सहर हो र यो चाहिँ वर्ल्ड क्राफ्ट काउन्सिलको विश्वको 35औं कला नगरी हो तसर्थ यी सबै कुराहरूलाई चाहिँ हृदयङ्गम गरेर यो महोत्सवको आयोजना गरिएको सन्दर्भ छ र हामी चाहिँ थोरै एकदम भाषण सुन्यो गाइज है भाषण सुन्यो अनि हाम्रो मेयर साहब आउनु भएको रहेछ यहाँ ललितपुरको है भाषण सुन्यो अब यहाँको महोत्सव चाहिँ मेन चाहिँ हाम्रो व्यापारलाई सपोर्ट गर्नलाई रहेछ गाइज है व्यापार बढाउनलाई रहेछ अनि हाम्रो महोत्सव चाहिँ आज र भोलि रहेछ गाइज है 22 र 23 गते मैले त आज 23 सोचिरहेको थिएँ गाइज तर आज 22 गते रहेछ त्यही भएर आज र भोलि चाहिँ 2 दिन रहेछ गाइज यहाँ मेला रहेछ ललितपुरको नजिकमा कोही हुनुहुन्छ भने गाइज आउनुहोस् कुमारी पार्टीको महोत्सवमा अनि मौकाको फाइदा उठाउनुहोस् सस्तो कुराहरू के छ सपिङ गर्ने कुरा होइन नयाँ नौलो कुरा पनि हेर्न पाइन्छ यहाँ हस्तकलाको प्रदर्शन पनि हुँदैछ गाइज यहाँ है हातले बनाएको सामानहरू प्रशस्तै मात्रामा छन् के कुराहरू मनपर्छ आएर एकदम सपिङ गर्न सक्नुहुन्छ है अनि प्लस हाम्रो गाडीहरूको पनि मेला लागिरहेछ गाइज गाडी बाइकहरू के हो लुगाहरू सबै कुरा छ गाइज दियोस् यसमा मौसममा चाहिँ हुने कुरा सबै छ गाइज तर यहाँ बाटोमा भयो त्यही एउटा फाइदा चाहिँ एकदम सफा छ गाइज पिच बाटोमा
धुलो धुवा पनि छैन अनि आज पोल्युसन पनि कम छ गाइज सिटीमा ल यहाँ हेर्नुहोस् खतरा मान्छेहरू हेर्नु बबाल हेलो खतरा मान्छेहरू हिँडिरहेछ है यस्तो चलपल चाहिँ राति चाहिँ बवाल हुन्छ जस्तो छ गाइज राति चाहिँ डान्स प्रोग्रामहरू पनि हुँदो रहेछ गाइज कन्सर्टहरू यताउता हुन्छ अरे गाइज राति चाहिँ हामी चाहिँ राति बस्दैनौँ गाइज अहिले आएको बेलामा यसो टक्क सर र यहाँ हाम्रो इलेक्ट्रिक स्कुटी पनि रहेछ गाइज बबालहरू माइलस्टोन स्कुल यहाँ के स्कुलको बच्चाहरूलाई चाहिँ गेमको व्यवस्था पनि रहेछ है पानीको बोतलमा रिङ हाल्ने अनि फ्रीमा हो कि जस्तो लाग्यो है स्कुलले चाहिँ स्पोन्सर गरेर रहेछ गाइज है फ्रीमा ल यस्तो बबाल माहौल छ अहिले है मान्छेहरू चाहिँ बढ्दैछन् है स्कुलबाट पनि मान्छेहरू सिधै यतै आइरहेछन् ड्रेसमा है महोत्सव अब बाटोमा छ है त्यसको फाइदा उठाउनलाई पोर्क पनि हुँदैछ फ्राई ल गाइज परि मोमो गाइज ल मोमोहरू ताजा ताजा बन्दैछ एकदम व्यवस्थित छ है बाटोमा पनि यहाँ चाहिँ हस्तकला ग्राम भन्ने कुरो छ है यहाँ चाहिँ हाम्रो मेन गेट भयो अब हातबाट बनेको वस्तुहरू के छन् गाइज है सबै कुरा देखाउँछौँ गौतम बुद्धको स्ट्याचु है यहाँ चाहिँ हातबाट बनेको कुराहरू पाउँदो रहेछ ल यहाँ चाहिँ खतरा खतरा रहेछ है यो सबै हाम्रो नेपाल मेड इन नेपाल नै होला है लगाइज हाम्रो हेर्नुहोस् त्यो हाम्रो मेड इन नेपाल सबै कुराहरू एकदम बवाल छ है यो ह्यान्डमेड पेन्टिङ रहेछ है पेन्टिङहरू गोल्ड यो चाहिँ प्योर गोल्ड हो जस्तो छ है यो पनि हाम्रो नेपाल मेड गाइज है यता पनि कपडाहरू सबै कुराहरू नेपाल मेड खतरा खतरा रहेछ गाइज यहाँ चाहिँ खतरा पेन्टिङहरू अनि मूर्तिहरू यहाँ लाइभ नै बन्दैछ गाइज टक्क बनाउँदै हुनुहुन्छ लाइभ नै यहाँ चाहिँ खतरा खतरा मूर्तिहरू के रहेछ गाइज अब इन्ट्रेस्टेड मान्छेहरूले चाहिँ यहाँबाट किन्न सक्नुहुन्छ ढुङ्गाको टक्क सबै कुराहरू हाम्रो नेपाल मेड है नेपालमै बनेको कलाहरू एकदम आएर किन्न सक्नुहुन्छ हाम्रो कुमारी पार्टी सडक महोत्सवमा गाइज है यहाँ चाहिँ बवाल रहेछ भित्र यो चाहिँ बिल्डिङ बन्दैछ अहिले बिल्डिङको भित्र चाहिँ कलाको प्रदर्शन हुँदैछ गाइज हाम्रो नेपालको विभिन्न ठाउँदेखि हाम्रो कलाहरू लिएर आउनु भएको छ मान्छेहरू गाइज यो वालेटहरू छ है यहाँ पनि सबै यो पनि हाम्रो मेड इन नेपाल नै हो सबै कुरा ल प्योर कटनको कपडाहरू पनि हाम्रो नेपालकै बनेको प्रोडक्टहरू छ है यहाँ हाम्रो यो पनि मेड इन नेपाल नै होला है यो पनि बवाल ल गाइज हाम्रो यो मेड इन नेपालको सबै प्रोडक्टहरू दामी दामी छ है अब किन्नु मन छ भने कुमारी पार्टीमा आउनुहोस् एकदम मेला लागिरहेछ है सबै कुराहरू आर्टहरू छ अनि पेन्टिङहरू मूर्तिहरू कपडाहरू जे कुरा पनि हाम्रो मेड इन नेपाल प्रोडक्ट भनेपछि बवाल ल यहाँ पनि हाम्रो मेन गेटमै हाम्रो नेपाली कला देखिन सक्छ गाइज है ल हेर्नुहोस् बवाल ल गाइज हामी चाहिँ कला गृहबाट बाहिर निस्क्यो है यहाँ चाहिँ बवाल भित्र हातले बनाएको प्रोडक्टहरू रहेछ है नेपाल कटन हाउस हो नेपालको कटनहरू यहाँ चाहिँ बवाल मेलामा प्रदर्शन भइरहेछ गाइज है ल हेर्नुहोस् हामी चाहिँ एकछिन यता मलतिर पनि छिर्छौँ गाइज है यहाँ पनि अफर छ जस्तो लाग्यो है यता पनि रहेछ अफरहरू गाइज यता पनि अफर लागिरहेछ अचार आइटम रहेछ है यता चाहिँ लोकल प्रोडक्ट अनि माथि गएर हेर्छौँ एकचोटि है माथि के छ गाइज मलमा के रहेछ भन्ने कुरा हो गाइज यता खासै केही रहेनछ यता त रहेनछ अफर लागेछ कि भनेको गाइज यता खासै रहेनछ लिफ्ट चढेर जान्छ ए लिफ्ट होइन एक्सकाभेटर भन्छ के भन्छ गाइज कमेन्ट गर्नुहोस् है त एक्सकाभेटर भन्छ के भन्छ गाइज त्यसमा हामी जाँदैछौँ माथि ल यताको चहलपहल पनि हेर्दैँ न एकछिन महोत्सवको फाइदा यता पनि छ कि भन्ने कुरा है ए यतातिर त रहेनछ यहाँबाट चहलपहल यस्तो छ है तलतिर महोत्सव भयो
यहाँबाट हेर तल चाहिँ मेला लागिरहेछ बवाल तलतिर लाग्नुपर्छ गाइज यहाँ केही रहेनछ खासै रमाइलो तलतिरै लाग्छ हामी यहाँ चाहिँ केही रहेनछ गाइज यो चाहिँ अफर सफर लागेको चाहिँ भनेर त्यस्तो केही पनि रहेनछ यहाँ चाहिँ खतरा मान्छे रहेछ गाइज यो लामखुट्टे मान्छे चाहिँ बसिरहेको अवस्था टक्क लाएर हेर्न ल गाइज बवाल यहाँ चाहिँ एभिन्यू 88 मजाको एन्टा भनेको ब्रान्डको यहाँ सप रहेछ गाइज हामी चाहिँ मोस्ट सब घुमिसक्यो गाइज हामी फेरि पनि पार्किङतिर निस्किसक्यो गाइज अब हामी चाहिँ बाहिर निस्किसक्यो गेटको यता निस्किसक्यो गाइज अब यतैबाट हामी लाग्नुपर्छ होला उता चाहिँ ब्लक छ पुरै आज चाहिँ अलिक गर्मी लागिरहेको छ है गर्मी पनि सुरु भइसक्यो अवस्था जस्तो लाग्यो गाइज है पार्किङ चाहिँ यस्तै छ खचाखच है आज फर्स्ट डे भएर होला गाइज मान्छेहरू त्यस्तो धेरै छैन भोलि चाहिँ बवाल हुन्छ जस्तो छ गाइज अब कन्सर्ट प्रोग्रामहरू पनि राति हुन्छ र गाइज हामी चाहिँ सिधै घरतिर लाग्छौँ गाइज अब हेरौँ भोलितिर यसो प्रोग्राम बनेछ भने भोलितिर आउँला गाइज अब आजको भ्लग चाहिँ यहीँ सकौँ गाइज कस्तो लाग्यो छोटो मिठो यसो कमेन्ट गर्नु होला गाइज अब नयाँ भने चाहिँ सब्सक्राइब गर्नुहोस् अनि आजको भ्लग चाहिँ यहीँ सकौँ गाइज फेरि नयाँ खालको बवाल भ्लगमा भेटौँ ल गाइज टिल देन टेक केयर स्टे सेफ एन्ड सी यु इन द नेक्स्ट भ्लग है त गाइज